हरिनाम संकीर्तनको महिमा के छ भन्दा म तपाईलाई सुनाउँदछु। हरि एक दिन कर्मवीर र धर्मवीर नाम गरेका दुईजना साथीभाइ रहेछन्, जो चाहिँ एउटा कर्ममा विश्वास गर्ने, एउटा भने धर्ममा विश्वास गर्ने। एउटालाई भने धर्म र कर्ममा दुईटैमा विश्वास छ, त धर्मवीरलाई। तर कर्मवीरलाई भने नास्तिकवादी भनिन्छ नि, हाम्रा छोराछोरीहरू त्यस्तै छ भन्नुहुन्छ नि तपाईँहरू। यसो मन्दिर जा भनौँ मान्दै मान्दैन, यसो पूजा आराधना गर के हुन्छ गरेर भन्नुहुन्छ नि, त्यस्तै त्यो कर्मवीर दाजुभाइले अत्यन्तै देवतालाई मान्दै नमाने, एकताले राम्रो भन्दा पनि नभने। एक दिन त्यसो गर्दाखेरि सन्त महात्माहरू घुम्दै त्यही गाउँमा आइपुगे। सन्त महात्माहरूले त्यही गाउँमा आएर त्यही कर्मवीरको घरमा धर्मवीरसँग भेट गरे। धर्मवीरसँग भेट भइसकेपछि महात्माहरूको शरण पऱ्यो, उता धर्मात्माले साधु सन्तको सङ्गत गरिरहेको, साधु सन्तको दर्शन गर्नुपर्छ भन्ने भावना रहेको। बाटोमा देख्यो साधु सन्तलाई प्रणाम गर्यो र सन्ध्याकाल भइसकेको थियो, रातमा लागिसकेको थियो। र साधु सन्तले सोधे, कसैको यता कतै बस्ने कुटी छैन, गुफा छैन भनेर सोधे। र उसले धर्मले आफ्नै घरमा लिएर गयो। आफ्नै घरमा गयो। घरमा गइसकेपछि घरमा साधुहरूलाई भित्रै राखेर आएर आफ्नो खाइलाई भित्र गएर भयो, अरे कर्मवीर, यहाँ साधु सन्तहरू महात्माहरू आउनुभएको छ, त्यहाँले उठेर उहाँहरूको दर्शन गर्नुपर्दछ। जब दाजुले भने, कर्मवीरले भने, यी साधु सन्तहरूको दर्शन गरेर के पाइन्छ, म कहाँ दर्शन गर्नेवाला छैन। तिम्रो साधु तिमी आफै के गर्ने गर, म त ती साधुहरू बाहिर ननिस्किँदैछन्, म त घर कोठा बाहिरै निस्किन्न भनेर ढोका लाएर चुप्पी लाएर बस्यो। र उसले साधु सन्तहरूलाई आफ्नै तरिकाले सेवा सत्कार गर्यो। बिहान अलिकति चामल दियो, बेलुका साधु सन्तहरू खाना हुन्थ्यो, आफै बनाउनु, भोजन गर्नु, प्रसाद ग्रहण गर्नु, खानुभयो र सुत्नुभयो। ल बिहान उठेर जाने बेलामा साधु सन्तहरूलाई पनि त्यसैले भोजन आसन गरेर उसले दान दक्षिणा दिएर विदाई गर्न लाग्यो। विदाई गर्ने बेलामा साधु त्यहाँ भएको श्रेष्ठ साधुले भन्नुभयो, तिम्रो त्यो कर्मवीर भन्ने भाइ कहाँ छ, तिम्रो दुई दाजुभाइ भन्थ्यो, अर्को भाइ त देख्दै देखिएन। जब साधुले सोधिसकेपछि दाजुले भन्छ, अरे महाराज, उसँग त अगाडि नै नपर्नु, उसले तपाईँको बेइज्जत गर्नेवाला छ। ऊ त साधु सन्त भगवानप्रति आस्थावान छैन ऊ, त्यस कारणले उसको पछि नलाग्नुहोस्, उसलाई नखोज्नुहोस्, छोड यसको भित्र लुकिरहेको छ, तपाईँहरू गइसकेपछि मात्रै म बाहिर निस्किन्छु भनेको छ। साधुले सोच्नुभयो, यसको घरको खाना खाइसकेपछि यसको उद्धार नगरी कसरी जान्छ। त्यसैले ब्राह्मण गुरुदेवहरूले, साधु सन्तहरूले कसैको घरको भोजन ग्रहण गर्नुहुन्छ भने त्यो घरको उद्धार हुने गर्दछ, त्यो घरका सारा बिग्रीहरू तृप्त हुने गर्दछ। त्यसैले अहिले ब्राह्मण भोजन गराउने चलन छ। साधुले सोच्नुभयो, आज यसको अन्न खाएको छु, म यसलाई उद्धार, यसलाई केही न केही भगवानको सत् मन्त्र नदिकन म कसरी यो घरबाट जाउँ, कुनै पनि हालतमा यसलाई बाहिर निकाल्नु भन्नुभयो। तर उसले दाजुले गर्न ढोका ढकाएर साधु सन्तहरू निस्किसक्नुभयो, अब त ढोका खोला भनेर जब उसलाई ढोका खोला पठाइयो। साधुहरू ढोकाको बाहिरबाट लुकेर बस्नुभएको थियो। जब उसले ढोका खोलेर च्याप बलियो हुनुहुन्थ्यो, एकदम हृष्टपुष्ट ब्रह्मचारी, झट्टैबाट समाएर झ्याप्पै भुइँमा बसालेर छातीमा घुँडाले टेकेर भुइँमा बसाल्नुभयो। र कर्मवीरलाई भन्नुभयो, हेर बाबु, हरिनाम संकीर्तन त भाइ आज गाउनु नै पर्छ, धेरै नभए पनि आज तिमीले एकपालि राम शब्दको उच्चारण अवश्य गर्नुपर्दछ। जब साधुले भन्नुभयो, तब ऊ भन्छ, यो राम शब्द, यो नाम जपेर के फल प्राप्त हुन्छ, मलाई यो नाम सब जप्नु छैन, मैं कसैको नाम जप्नेवाला छैन, यो नाम जपेर के हुन्छ। जब साधुले यदि तैँले यो जप्दैन भने जबसम्म जप्दैन तबसम्म तँलाई मैले आलु ढेक्कै राखिरहनेछु। साधु पनि बलियो हुनुहुन्थ्यो, त्यसलाई न्याय चाहिँ हुन्थ्यो कि जब तैँले योले छोड्ने भएन भनिसकेपछि उसले राम 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 भनेर भन्यो। धन्य हो भन्दै साधुले उसको छोडिदिनु भयो। तेरो पनि कल्याणै भयो, जसको नाम जप्यो उसको कल्याणै भयो। र साधु त्यहाँबाट विदा भएर जानुभयो। केही समयपछि त्यसको मृत्यु भयो।
मृत्यु भइसकेपछि ऊ कहाँ गयो त यमलोकमा गयो। यमलोकमा गइसकेपछि यसो उसलाई त अब स्वर्गयात्री कि न यमलोकमै राख्ने भन्ने कुरामा दिविधा भयो। जीवनभर उसले भगवानको नाम संकीर्तन त गरेको छैन, यसलाई कसरी स्वर्ग पठाउने भन्ने चित्रगुप्तलाई बडो चाहिँ समस्या आयो। र चित्रगुप्तले यमराजलाई गएर भने नरकका राजालाई गएर भने अरे धर्मस्वरूप यमराज, यसले जीवनभर नाम त केही गरेको छैन, तर यसले एकचोटि राम नाम जप गरेको छ के यो राम अब यो थोरै पनि पुण्य गर्यो भने त्यसको फल त अवश्य भोग्नु पर्दछ। पाप गरे पनि पुण्य गरे भने त्यसको फल त प्राप्त गर्नु नै पर्यो। ल यो राम नामको पुण्य फल के हो त, कति हो त्यसको महिमा, के छ यसको फल भनेर जब यमराजलाई सोद्धा चित्रगुप्तले यमराज पनि छक्क पर्नुभयो। यसको त मलाई यसको मूल्य त मलाई थाहा छैन, एकचोटि राम नामको मूल्य के हो त्यो मलाई थाहा छैन। यमराजले त पाप र तराजुमा जोखेर हेर्नु गर्नु त्यो उसको जीवनबाट पापै पान्छ। म कर्ममा विश्वास गर्छु भन्छ, देवताहरू केही छैन भन्छ, आफ्नो मनमा लागेको कुराहरू गर्दै हिँड्यो। त्यसपछि उसको पापै पाप्छ, तर जीवनमा एकचोटि मात्र राम नाम जपेको छ। यसको फल के कति त भनेर जब यमराज सोध्दा यमराजलाई त भने मलाई त थाहा छैन। त्यसो भने ब्रह्मालाई गएर सोधौँ त ऊ भन्नेवाला छ म त त्यसै हिँड्नेवाला छैन, मलाई त भुके ढोली लिएर आऊ। चित्रगुप्त र यमराजले उसलाई बोकेर ब्रह्मलोकमा लगे। जब ब्रह्मलोकमा गएर यमराजले सोधे अरे प्रभु यसले जीवनमा एकचोटि राम नाम जप गरेको छ, यसलाई यो राम नामको मूल्य कति हो भन्ने कुरो सोधेको छ, यसको मूल्य कति हो तपाईँ बताइदिनु पर्यो। ब्रह्माजीलाई सोधेपछि ब्रह्माजीले पनि भन्नुभयो अरे यसको त मलाई पनि थाहा छैन, राम नामको एक बार राम नामको महत्त्व के हो, मूल्य कति छ यसको मलाई पनि जानकारी छैन। जब ब्रह्माजीले पनि यो त भोले बाबालाई सोध्नुपर्छ भनेर जब भोले बाबातिर जानुभयो, भोले बाबालाई पनि थाहा भएन। स्वयं ब्रह्मा र शाम्ब सदाशिव रुद्र भएर यम र चित्रगुप्त भएरलाई डोलीमा बोकेर विष्णु स्वयं साक्षात् भगवान नारायण थिए। तर नारायण थिए नगइसकेपछि नारायणलाई सोधे प्रभु जीवनमा यसले एक बार राम नाम जपेको छ त यसको मूल्य कति हुन्छ भनेर सोधेको छ। यसको बारेमा हामीलाई थाहा छ, यसको मूल्यको फल के हो भन्ने कुरा सोधेका कारण हामीलाई थाहा नभएको कारण तपाईसँग ल्याएका छौँ। यसलाई यसको मूल्य बताइदिनु पर्यो। ल त्यो सुनेर लक्ष्मीनारायण भगवान हाँस्दै मुस्कुराउँदै भन्नुहुन्छ अरे ब्रह्मा, अरे पितामह, अरे रुद्र भगवान, राम नामको महत्व, राम नामको फल यमलाई के हुन्छ जसले ब्रह्मा स्वयं ब्रह्मा रुद्र यमराज धर्मस्वरूप यमराज चित्रगुप्तले डोलीमा बोकेर स्वयं वैकुण्ठमा आउन पाएको छ, यो भन्दा राम नामको मूल्य अरू के हुन सक्दछ, यो भन्दा अरू कुनै पनि मूल्य हुन सक्दैन। यही नै हो राम नामको मूल्य जो स्वयं ब्रह्मा र रुद्रले भएर बोकेर स्वयं विष्णुलोक वैकुण्ठमा लिएर जानुहुन्छ। त्यसकारणले नाम संकीर्तनको महिमा अनन्त रहेको छ। त्यो कलियुगमा गर्ने नाम संकीर्तन यज्ञ हो, जसले भगवानको नाम जपिरहन्छ त्यो नै के हुन्छ त भगवानको परम प्रिय धाम, भगवानको सामिप्यता प्राप्त गर्न सक्दछ।